आजको यस विशेष प्रस्तुतिमा स्वागत छ। शासक वर्गको मुठीमा रहेको एउटा विशेषाधिकार कसरी आज आम नागरिकको मौलिक अधिकार बन्न पुग्यो त? सुन्दा अचम्म लाग्न सक्छ, तर नेपालको शिक्षा प्रणालीले मारेको यो फड्को साँच्चै नै एउटा असाधारण यात्रा हो। आउनुहोस् सँगै मिलेर यो रोचक ऐतिहासिक पाना पल्टाउँ। यस यात्रालाई सजिलैसँग बुझ्न हामी समग्र इतिहासलाई मुख्य 6वटा कालखण्डमा हेर्नेछौँ। प्राचीन र राणाकाल अघिको शिक्षादेखि लिएर प्रारम्भिक र उत्तरार्धको राणाकालीन विकास, प्रजातन्त्रपछिको शिक्षा, राष्ट्रिय योजनाहरू र अन्तमा अहिलेका विश्वविद्यालय र हालका उपलब्धिहरूसम्मको चर्चा हामी गर्नेछौँ। सुरुवात गरौँ पहिलो खण्डबाट, प्राचीन र राणाकाल अघिको शिक्षा। यहाँनिर के बुझ्न जरुरी छ भने हाम्रो प्रारम्भिक सिकाइको जरा पूर्ण रूपमा धर्म र संस्कारसँगै जोडिएको थियो। त्यसबेलाको शिक्षालाई हेर्ने हो भने मुख्यतया दुईवटा फरक धार्मिक दर्शनको प्रभाव देखिन्छ। एकातिर वैदिक शिक्षा थियो, जुन पूर्णतया संस्कृत भाषा र गुरुकुल प्रणालीमा आधारित थियो। सोची हेर्नुहोस् त, 25 वर्षसम्म ब्रह्मचर्य आश्रममा रहेर वेदको गहिरो अध्ययन गरिन्थ्यो। अनि अर्कोतिर थियो बौद्ध शिक्षा। यसमा चाहिँ प्राकृत वा पाली भाषाको प्रयोग हुन्थ्यो र सिकाइ बिहार वा मठहरूमा हुन्थ्यो, जहाँ मुख्य रूपमा त्रिपिटक र बौद्ध दर्शन पढाइन्थ्यो। अब आधुनिक शिक्षा सुरु हुनुभन्दा अघि पनि केही चाखलाग्दा प्रयासहरू भएका थिए है। जस्तै राजा जयस्थिति मल्लले त्यतिबेलै सिपमा आधारित व्यावसायिक तालिमको सुरुवात गरिसकेका थिए। पछि गएर पृथ्वीनारायण शाहले नेपाली भाषालाई राष्ट्रभाषाको रूपमा अगाडि बढाए। र अझ रोचक कुरा त के भने, भीमसेन थापाले आधुनिक सैन्य शिक्षा दिनका लागि भनेर फ्रान्सिसी अधिकारीहरूलाई नै नेपाल ल्याएका थिए। नेपालमा आधुनिक तालिमको यो सायद पहिलो झल्को थियो। अब लागौँ दोस्रो खण्डतिर, प्रारम्भिक राणाकालीन शिक्षा। यो यस्तो उकुस मुकुसको समय थियो जहाँ शिक्षामा आम नागरिकको पहुँच ठ्याप्पै बन्द थियो। पढ्न पाउनु भनेको केवल उच्च वर्गको मात्रै पेवा जस्तो थियो। यहाँ देखाइएको समयरेखाले के स्पष्ट पार्छ भने यो संस्थागत विद्यालयहरू खुल्ने सुरुवात त पक्कै थियो, तर ती सर्वसाधारणका लागि भने थिएनन्। सीमित वर्गको वरिपरि मात्रै घुमेको भए पनि आधुनिक शिक्षाको बिउ भने यही बेला रोपिएको थियो। यस सन्दर्भमा एउटा वर्षलाई हामीले बिर्सनै मिल्दैन, त्यो हो विक्रम सम्वत 1910। नेपालको शैक्षिक इतिहासमा यो वर्ष एउटा निकै ठूलो कोषढुङ्गा मानिन्छ। किनकि बेलायत यात्राबाट फर्केपछि जङ्गबहादुर राणाले विक्रम सम्वत 1910 मै थापाथली दरबारको दाकचोकमा दरबार स्कुलको स्थापना गरे। अङ्ग्रेजी माध्यममा पढाइ हुने यो नेपालकै पहिलो विद्यालय थियो र यसका पहिलो प्रधानाध्यापक थिए श्री केनिङ। तर विडम्बना, यो विद्यालय राणा परिवार र दरबारियाका छोराछोरीका लागि मात्रै खोलिएको थियो। यसले अङ्ग्रेजी शिक्षाको जग त पक्कै बसाल्यो, तर आम मानिसका लागि शिक्षा अझै पनि आकाशको फल जस्तै थियो। यसपछि हामी पुग्छौँ तेस्रो खण्डमा, उत्तरार्धको राणाकालीन विकास। बिस्तारै समय बित्दै जाँदा त्यो कसिलो प्रणालीमा केही दरारहरू आउन थाले र सर्वसाधारणको लागि पनि शिक्षाको ढोका थोरै भए पनि खुल्न थाल्यो। यो कालखण्डमा आइपुग्दा शिक्षा प्रणाली बिस्तारै फराकिलो बन्दै गएको पाइन्छ। गाउँघरमा पाठशालाहरू खुल्नेदेखि लिएर कलेजको स्थापना हुने र परीक्षा प्रणालीलाई व्यवस्थित गर्न एसएलसी बोर्डको गठन हुने जस्ता निकै महत्त्वपूर्ण कामहरू यही समयमा भएका थिए। यसै बीचमा प्रधानमन्त्री देव शमशेरको त्यो छोटो कार्यकाललाई सम्झनै पर्ने हुन्छ, जुन जनशिक्षाका लागि निकै क्रान्तिकारी साबित भयो। उनले देशभर 300वटा भाषा पाठशाला खोल्ने योजना बनाएका थिए, जसमध्ये करिब 157वटा त स्थापना पनि भए। अझ विद्यार्थीलाई आकर्षित गर्न निशुल्क पुस्तक र खाजाको समेत व्यवस्था गरिएको थियो नि। अनि जयपृथ्वी बहादुर सिंहले लेखेको अक्षराङ्क शिक्षा नामक पहिलो नेपाली पाठ्यपुस्तक पनि यही बेला लागू गरिएको थियो। साँच्चै नै एउटा गजबको प्रयास थियो। अब उच्च शिक्षाकै कुरा गर्दा विक्रम सम्वत 1975 को वर्षलाई त झन् बिर्सन मिल्दैन। यही वर्षबाट नै नेपालमा उच्च शिक्षाको औपचारिक सुरुवात भएको थियो। म राष्ट्रको नोकर हुँ, प्रधानमन्त्री पद्म शमशेरको यो भनाइले त्यस समयको बदलिदो राजनीतिक र सामाजिक मनोविज्ञानलाई प्रष्ट पार्छ। आफूलाई राष्ट्रको सेवक भन्दै उनले विक्रम सम्वत 2004 मा नेपालमै पहिलो पटक आधारभूत शिक्षा योजना र शिक्षक शिक्षण केन्द्रको सुरुवात गरेका थिए। अचम्मको कुरा त के भने यही समयबाट बल्ल महिला शिक्षा र प्रौढ साक्षरता अभियानका ढोकाहरू पनि खुल्न थालेका थिए। यसपछि सुरु हुन्छ खण्ड 4, प्रजातन्त्र पछिको शिक्षा।
विक्रम सम्वत 2007 सालमा प्रजातन्त्रको उदय भएपछि त नेपालको शिक्षा प्रणालीमा एउटा नयाँ युगकै सुरुवात भयो। देशैभर सार्वजनिक विद्यालयहरू खुल्ने लहर नै चल्यो। प्रजातन्त्र स्थापना लगत्तैका यी द्रुत संरचनात्मक विकासहरू हेरौँ। राणा शासनको अन्त्यपछि राज्यले शिक्षालाई व्यवस्थित गर्न कसरी रातारात कानुनी र संस्थागत आधारहरू तयार गर्न थाल्यो भन्ने कुरा यो समयरेखाले छर्लङ्ग पार्छ। यस अवधिमा शिक्षा क्षेत्रको एउटा बलियो औपचारिक संरचना खडा गरियो। रेपचङ्ग राणा नेपालका पहिलो शिक्षा मन्त्री बने अनि समग्र शिक्षा प्रणालीलाई एउटा सही बाटो देखाउन भनेर विक्रम सम्वत 2010मा रुद्रराज पाण्डेको अध्यक्षतामा 46 सदस्य राष्ट्रिय शिक्षा योजना आयोग नै गठन गरियो। हो, यसै आयोगको सिफारिसमा पछि गएर नेपाली भाषालाई देशभर शिक्षणको आधिकारिक माध्यमको रूपमा लागू गरिएको थियो। अब लागौँ खण्ड 5 तिर, राष्ट्रिय शिक्षा र आधुनिक योजनाहरू। यहाँबाट हामी आधुनिक र एकदमै व्यवस्थित राष्ट्रिय योजनाहरूको युगमा प्रवेश गर्छौं, जसको एउटै मुख्य लक्ष्य थियो देशको कुनाकुनामा शिक्षा पुर्याउनु। विक्रम सम्वत 2028 पछिको दशकलाई हेर्ने हो भने यो नेपालको शैक्षिक इतिहासमा निकै आक्रामक विस्तार र मानकीकरणको दशक थियो। राष्ट्रिय शिक्षा पद्धति योजनादेखि लिएर सेती परियोजनासम्मले शिक्षालाई गाउँ-गाउँका झुपडीहरूसम्म पुर्याउने निकै महत्त्वपूर्ण काम गरे। यसमध्ये विक्रम सम्वत 2028 को राष्ट्रिय शिक्षा पद्धति योजना अर्थात् NESP-लाई आधुनिक इतिहासकै सबैभन्दा ठूलो संरचनात्मक परिवर्तन मानिन्छ। यसले त्यसबेलाको शिक्षा प्रणालीलाई भत्काएर पूर्ण रूपमा नयाँ ढाँचामा ढाल्ने एउटा साहसिक प्रयास गरेको थियो। यो निकै महत्त्वाकांक्षी योजना थियो, जसलाई व्यवस्थित तरिकाले देशभरका 75 वटै जिल्लामा 4 वटा चरणमा लागू गरिएको थियो। सोचिहेर्नुहोस् त, त्यति बेलाको स्रोत साधनमा यो कति ठूलो कुरा थियो। यसै योजना अन्तर्गत पाठ्यक्रम विकास केन्द्रको स्थापना भयो र देशभर निशुल्क प्राथमिक शिक्षाको जग बसाल्ने कामको सुरुवात पनि गरियो। र अन्तमा खण्ड 6, विश्वविद्यालय र हालका उपलब्धिहरू। ऐतिहासिक कालखण्डको यो अन्त्यतिर आइपुग्दा हामी देख्न सक्छौं कि उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूको कति धेरै र कति छिटो विस्तार भयो। पछिल्लो समय नेपालमा उच्च शिक्षाको निकै द्रुत गतिमा विस्तार भएको छ। विक्रम सम्वत 2016 सालमा त्रिभुवन विश्वविद्यालयको स्थापनाबाट सुरु भएको यो यात्रा आज देशका विभिन्न भागमा रहेका थुप्रै विश्वविद्यालयहरूसम्म आइपुगेको छ। यसले के गर्यो भने राजधानीमा मात्र केन्द्रित शिक्षालाई तोडेर मफसलसम्म उच्च शिक्षाको अवसर पुर्याइदियो। त्यति मात्र होइन, पछिल्ला दशकहरूमा त कृषि, वन, विज्ञान तथा प्रविधि र चिकित्सा जस्ता विशिष्टीकृत विषयहरू पढाउने छुट्टा-छुट्टै विश्वविद्यालयहरू नै स्थापना भएका छन्। यसले प्राविधिक र व्यावसायिक उच्च शिक्षालाई आम नागरिकको पहुँचमा ल्याउन साँच्चै नै एकदमै ठूलो भूमिका खेलेको छ। दरबारको 4 पर्खालभित्र सीमित त्यो सुरुवाती अङ्ग्रेजी शिक्षादेखि आज देशका कुना-कुनामा फैलिएका आधुनिक विश्वविद्यालयहरूसम्म आइपुग्दा नेपालले एउटा असाधारण सामाजिक परिवर्तन देखेको छ। हिजो जुन कुरा मुठ्ठीभर मान्छेको विशेषाधिकार थियो, आज त्यो संविधानले नै सुनिश्चित गरेको मौलिक अधिकार बनिसकेको छ। विगतका यी उपलब्धिहरूलाई फर्केर हेर्दा अब एउटा गम्भीर प्रश्न उठ्छ। प्रविधि र विश्वव्यापीकरणको यो युगमा नेपालको शैक्षिक यात्रामा अब आउने अर्को ठूलो क्रान्ति कुन होला त?